ल है आज भनेदेखि हामी यो टर्कीलाई खानेछौँ खानेवाला छौँ यसलाई। ओके यसको वेट अब हामी गर्नेछौँ यसको कति रहेछ त तौल। दुईटामा कुनै एकजना आज हाम्रो सामेल हुँदैछ खानामा। वेट गरौँ त अन्त खुट्टामा बारी 8 किलो रहेछ नि त। अब कि समाउने कहाँतिर टाउकोमा हान्नेलाई नि तर यो उछित्याउँछ है मलाई पर्छ है। त्यो माथि गर्दनमा पनि पक्रिनु पर्छ चट्टै छिनेपछि त त्यो हल्लिन्छ। मान्छे चाहिँ ननिकालौँ ल। म करै परेन। माया त लागेन होला है। अब भनेदेखि यसको आज लास्ट डेट थिएछ। ल है ल है ल है अब यसको ड्रेसिङ सुरु भइसकेको छ हाम्रो आज। हो के भएछ? खुन निस्केछ। फाइनली हाम्रो टर्कीको आज यहाँनिर मासु रेडी भएछ पाकेर। यस्तो छ टर्कीको मासु आज। वाउ मैले बनाएको बहिनीले बनाएको टेस्ट गर्नु कस्तो भयो। बाफ्रे दामी छ। सो मेरो चाहिँ यहाँनिर छ। साथी मान्छे पायो अनि दाजु के भनेर आयो होइन त्यस्तो गफै भयो। आनन्द चाहिँ भन्नु पर्यो होइन आनन्द भएर लेग पिस परेछ आधा। कहिले पकाएको? यता हो कहिले पकाएको? मेरो स्पेसल पाहुनाहरू हुनुहुन्छ दुईजना। उहाँहरूको आफन्त चेलीलाई माया गरेर हेर्नु आउनु भएको। अनि मैले पनि यसो भेना भएको नातामा माइती भएको नातामा भूमिका निभाइदिइहालेको भनेपछि दामी छ दामी।